नमस्ते सम्पूर्ण साथीहरू। आज हामी यहाँ बारबिक्यू गर्दैछौँ। बारबिक्यूमा पनि प्योर खसीको मासु ए चर 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 भुटेर भनेर ल यता हेर्नु। यहाँ परमेश्वर खपालियाले भुट्दै हुनुहुन्छ। म परमेश्वरी बजेर गाइड गर्दैछु कसरी गर्ने भनेर। के ल भनौँ। प्योर आगो दाउराको आगोमा हजुर प्योर खसीको मासु हामीले लेस्टरबाट मगाएको। हजुर चाहिँ हामीले प्योर तोरीको तेलमा बनाउँदैछौँ। नेचुरल स्टाइलमा। नेचुरल चाहिँ यहाँ अब कडाई आगो पनि बलिराखेको छ। ल परमेश्वरले कडाई यस्तरी अब यहाँ सब हामीसँग सामान रेडी छ होइन। चक्क भुटेर गर्दैछौँ ल। यो हो देशी स्टाइल, देशी स्टाइल, होम स्टाइल खसीको मासु पर 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 भुट्दैछौँ। हाम्रो यहाँ नमस्कार नमस्कार। डोरबिकै सबैभन्दा राम्रो मान्छे हाम्रो दादा, प्यारो दादा। ल नमस्कार हजुर। त्यहीँ फेरि ठिक्दैछ हुन्छ। अब भन्नुभयो ल बल्ल भन्नुभयो। कमललाई के हुँदैछ यहाँ आज? देशी होम स्टाइल होइन। हजुर हजुर यहाँ बारबिक्यू गर्दैछौँ। हजुर यो एकदम प्योर खसीको मासु। कहाँबाट आएको दाइ यो? खसीको मासु हजुर दाइ भुटेर हजुर। अनि भुट्दैछु। ल म अब यहाँ हाल्दैछु। पानी हजुर नेपालमा जस्तो होइन। अलि अनि मौसमले पनि आज यस्तो शीतलो 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 भएको मौसम। हजुर दाइ यो हाम्रो यो कुकिङ स्टाइल चाहिँ अथेन्टिक हो दाइ? पुरै होम स्टाइल होइन? धेरै मसला नि हालिरहेको। हजुर यसमा के यसमा नुन र अदुवा लसुन। हजुर नुन लसुन अदुवा अनि जिरा मात्रै हजुर तड्का लगाएर हजुर अब हजुर कोक सिधा खानुपर्छ। ए कोक छ। हस् हुन्छ भाइ। ओ थ्याङ्क यू दाइ। आवाज आफ्नो हजुर चर चर भन्ने। ए हजुर दाइ यसले चाहिँ यो टेस्टमा योबाट थाहा पाइन्छ होइन? यो प्योर होम स्टाइल। अनि नेपालमा त खोलाको खलखल पऱ्यो पानी हाल्न त अझ राम्रो हुन्छ। त्यो नि आउँछ कि हो? अनि यहाँ त्यो टेस्ट कहाँ पाइस् नेपालको? ए हजुर दाइ नेपालको टेस्ट सँगै नि यहाँ खाने। हस् ल दाइ थ्याङ्क यू दाइ। ल भुट्दै क्रममा पर चट्ट यस्तो भुट्नु हपिएम पर्दाले। ल अरू लास्टमा कस्तो हुन्छ हामी देखाउँछौँ। यस्तो नयाँ लेडिज सेफरलाई सिकाउँदैछौँ हामीले होइन। कस्तो हुन्छ नेपाली टेस्ट भनेर यहाँ जन्मेका हुर्केकालाई सिकाउनु पर्यो नि होइन। भुटुवा चर चर भुटेको मासु। अब हाम्रो कलर यस्तो भइराखेको छ। त्यसपछि म अरू तपाईँलाई बारबिक्यू पनि हुँदैछ यता। बारबिक्यू पनि लिएर जाँदैछु। ल हाम्रो यता परम दाजु ल यस्तो तरिकाले बारबिक्यू गर्दै हुनुहुन्छ। भाइ के कस्तो छ टेस्ट? स्पाइसी छ कि के छ? ट्याक्कै त चल्दैछ। अब यता भित्रतिर लेडिज पार्टी डान्स गर्दै हुनुहुन्छ। तपाईँले मिठो मिठो मासु मानेर खाइदिनु पर्ने बस। हजुर छ है। ल अरू भिडियो हुँदै जान्छ। फ्लेभर ओ नाइस फ्लेभर। अथेन्टिक फ्लेभर नेचुरल फ्लेभर। खुसबु दिस इज द बेस्ट बेस्ट नेपालीज होइन। दिस इज द लोकल मिट। जस्ट salt and pepper. Just salt and pepper and Salt and pepper and turmeric. That's it. Nothing else. Cumin seed. अब सँगसँगै बढ्छ। यसमा हाल्ने हो कि यता हाल्ने हो? यता हाल्ने हो। यो भएपछि केही चाहिएन। तर यसमा अलिअलि के अरे ब्रान्डी स्रान्डी हाल्दा पनि राम्रो हुन्छ कि होइन। हाम्रो पार्टी जारी नै छ। मासु भुटेर यहाँ राखेर मासु पनि लगभग सिद्धिन थालिसक्यो। अब यही पनिर अनि मसरुम यस्तो तरिकाले भेजिटेरियनहरूलाई बनाउँदैछौँ। यस्तो राखेर भुटेर
सबै आफआफ्नो तालमा हुनुहुन्छ अनि यहाँ अर्का गोर्खा बियर पनि प्रमोट भइराखेको छ। यस्तो छ गीत बजे चाउमिन अहिले कहाँ जान्छ चाउमिन यहाँ त पुरै मासुमा इन्जोय गरिराख्नु छ सबैले हामीले गरिए यहाँ बसेर खुवाउँदै साथीहरूलाई खुवाउँदै आफूले खाँदै यस्तो छ है हाम्रो त आज त ल। र अब यस्तो कार्यक्रम आज फेरि यता बाँकी छ र यहाँ हामीलाई थाहै थिएन तर बर्थडे स्पेसल होइन होइन। ल अब बर्थडे